चिसो खुवाउने बहानामा होटलमा लगेर बेहोस बनाई बलात्कार, बेहोस बनाएर नाङ्गो फोटो भिडियो खिचेर ब्ल्याकमेलिङ गरेको आरोप। के अरे म बेहोस भएछ, बेहोस भएपछि चाहिँ मलाई होटलमा के अरे रुममा लागेछ। रुममा लागेपछि चाहिँ उहाँले के अरे मेरो नङ्गो शरीरहरू सबै नङ्गो गरेर चाहिँ मेरो फोटो भिडियो सबै खिच्नु भएछ। अनि खिचेपछि अनि मलाई होसमा आउँदाखेरि तिम्रो यस्तो यस्तो छ, अब तिमीले मैले जे भन्छ त्यही मान, होइन भने यो सबै सिन्धुपाल्चोक भ्यालीकै केटाहरूलाई म पठाइदिन्छु तिम्रो। कि त त्यतिखेर म मर्नु पर्ने थियो, कि त म उसँग बिहा गर्ने बाध्यता बनाएको थियो। अनि हुन्छ ल ठिक छ भने उसको काका पनि आएको छ होइन। उसको काका र उसले मलाई एउटा होटेलमा बोलायो। यहाँ फोटो छ। उसको काका र उसले मलाई लगेर यस्तो धम्कायो कि तिमी यति बिहा गर्ने भए गर, नगर्ने भए यो फोटोहरू सबै तिम्रो यो नङ्गो भिडियो र फोटो चाहिँ सबै फ्ल्यास गरिदिन्छु भनेर भन्नुभयो। अनि हुन्छ म बिहा गर्छु भनेर म रेडी भएँ, बिहा गरेँ हाम्रो परम्परा अनुसारले नै। आफूलाई बेहोस बनाई नाङ्गो फोटो भिडियो खिचेर ब्ल्याकमेल समेत गरेको भन्दै पीडित युवतीले पत्रकार सम्मेलन गरेकी छिन्। नाङ्गो फोटो भिडियो देखाएर ब्ल्याकमेल गरेको र त्यसपछि बिहे गर्न दबाब दिएकाले सोही केटासँग आफूले बिहे गरेको पनि उनले बताएकी छिन्। बलात्कारको केस लाग्छ भन्ने डरले केटाले बिहेको नाटक गरेको भन्दै पीडित युवतीले बयान दिएकी छिन्। यो पूरा भिडियो हेर्नुहोला। एउटा के अरे बेडरुम मात्रै थियो, बेड मात्रै थियो, त्यो रुममा केही पनि थिएन। मलाई त्यस्तो अवस्थामा उहाँले बिहा गरेर राखेर पकाउने भाँडा साँडा केही थिएन, एउटा बेड बाहेक केही पनि थिएन। त्यसरी बिहा गरेर लगेर राखेर उहाँ मेरो बाबु 4 महिनाको पेटमा थियो। त्यतिखेर उहाँ जानुभयो क्या, के भनेर जानुभयो भने मलाई ढाँट्यो। त्यतिखेर पनि म चाहिँ के अरे मन बस्नेतको चाहिँ बोनसोर भएर जानु आँटेको। के अरे नागरिकतामा चाहिँ जितबहादुर दोङ भनेर चिनिन्छ। हाल उहाँ चाहिँ क्रोसियामा हुनुहुन्छ। उहाँ र मेरो चाहिँ भेट कसरी भयो भन्दाखेरि चाहिँ यस्तै सामाजिक सञ्चालनबाटै भएको, फेसबुक मार्फतबाटै भएको हो। अनि के अरे म यस्तै विदेशमा थियो। उहाँले उहाँहरूको एउटा पेज खोल्नु भएको रहेछ उहाँकै गाउँकोबाट। अनि मलाई फेसबुक ग्रुपमा हाल्नु भएको रहेछ। फेसबुक ग्रुपमा हाल्नु भएर उहाँ पनि रहेछ त्यो ग्रुपमा। अनि मलाई पर्सनल एडमा आउनु भएछ, आएर कहाँको हो के यस्तो सोध्नु भयो। अनि सोधेपछि म फलाना गाउँको यताउता भनेपछि उहाँलाई मैले सोध्यो तपाईँ कहाँको भन्दाखेरि म चाहिँ फलाना गाउँको हो भने। अनि त्यो गाउँ चाहिँ मेरो फेरि मामा गाउँ पर्छ, मावली गाउँको रहेछ। मावली गाउँको रहेछ। अनि मामाकै छोराहरू मावली गाउँको रहेछ भनेर हाम्रो चिन्जानी भयो। त्योभन्दा अगाडि हाम्रो चिन्जान थिएन, कुनै चिन्जान थिएन। पछि के अरे म नेपाल आउने भन्दा 1 महिना अगाडि हाम्रो चिन्जान भएको थियो। अनि त्यसपछि म आएर नेपाल आयो। अनि आएपछि के अरे 2 विक्सपछि मैले फोटोहरू पोस्ट गरेको थियो। फोटोहरू पोस्ट गर्दाखेरि चाहिँ अनि के अरे नेपाल आउनु भएको रहेछ, कहिले आउनु भएको के भनेर सोध्नु भयो। अनि म नदीमा आएको भनेर यताउता कुरा कानी भइराख्दाखेरि अनि पछि म आएर 1 महिना 1.5 महिना हुँदाखेरि गाउँ गएको थियो। गाउँ जाँदाखेरि चाहिँ मलाई के अरे कहाँ छ भनेर भन्नुभयो। म गाउँमा छ भनेर भन्यो। अनि भन्दाखेरि चाहिँ के अरे उहाँले चाहिँ भन्यो। अनि कहिले आउने भने फलाना दिनमा आउने भनेर मैले त्यो कुराहरू गरेको थिएँ। गर्दाखेरि चाहिँ अनि पछि उहाँ पनि गाउँमै आउनु भएछ क्या, गाउँमै आउनु भएछ। अनि मलाई अनि त्यो दिनमा कल गर्नुभएछ, तपाईँ कहाँ छ अरे? म त गाडी कुरिरहेको छ, के अरे काठमाडौँ जानु आँटेको भनेर भनेको। म नि सिङ्गल छ, के अरे म पनि खाली छ, सँगै जाउँ न त, सँगै जाने त हो भनेर भन्नुभयो उहाँले। अनि ल भने अनि अब आफ्नो गाउँठाउँको मान्छे, अब चिनाजानी मान्छे हो भनेर मैले विश्वास गरेँ। आयो। आउँदाखेरि चाहिँ बिच बाटोमा यस्तै के अरे चिया खाऊँ भन्यो। त्यतिखेर गर्मी टाइम थियो, चिया नखाने चिसो खाने भन्यो। अनि एउटा होटेलमा पसेर हामी चिसो खायो। चिसो खाँदाखेरि चाहिँ उहाँले मलाई लागु औषधि हाल्नु भएछ। लागु औषधि हालेपछि चाहिँ
के अरे म बिहोस भएछ बिहोस भएपछि चाहिँ मलाई होटेलमा